हेलो साथीहरू, के छ खबर खबर। म फेरि पनि आइसकेँ अर्को नयाँ भिडियो लिएर आएर होइन। आज चाहिँ म रियाक्सन गर्न गइरहेको छु महावीर पुनको होइन। महावीर पुन चाहिँ अहिले चुनावी माहौल लागिरहेको छ होइन नेपालमा। र चुनावी माहौलमा चाहिँ अब होइन महावीर पुनको चाहिँ अब थग लाइभ होइन भिडियोहरू चाहिँ हेर्न गइरहेको छु, रियाक्सन गर्न गइरहेको छु। कस्तो हुन्छ के हुन्छ होइन। सो लेट्स गो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु सही हो होइन बस्नु सही हो नि। नेपालमा बस्नेलाई के सन्देश दिनु? जेसुकै गर भन्ने सन्देश दिनु होइन। अझै अलिक मान्दैन होइन। जेसुकै गर भन्ने सन्देश दिनु। मन लाग्छ भने बस्नुहोस्। मैले त्यही। जबरजस्ती गर्नु बस्ने कुरा त होइन। सोझो मान्छेको सोझै तरिका क्या आमा। यो हो नि त लाइन। तपाईले के गर्दै हुनुहुन्छ त अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। हो ठिक हो नि त। के गर्छु भने अहिले गर्ने शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ। अब अपरझट यहाँ आएर मन्त्री भइएको छ। अब यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि नो यार, किताब बेच्न गएको मान्छेलाई च्याप्प साथेर होइन मन्त्री भइरहेछ ल। अब शिक्षा मन्त्री हुन त अब मान्छे फेरि एकदम घिउ है, घिउ पुगी अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुन सोझो मान्छे अब नियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। अपरझट अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु। त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। सिरक ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। आजको कार्यक्रम के छ तपाईहरु? आजको कार्यक्रम धर्ना बस्ने छ। यहाँ कोही यस्तो कार्यक्रम हुँदैन। जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजासाजा खाने होइन, मजासँग चाहिँ धर्ना बस्ने। यो हो त्यो तरिका। लगाउने होइन, अनि जतिसम्म बस्न मन लाग्छ बस्ने, अनि चाहिँ अल्छी लाग्यो भने जाने। चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। मन्त्रालयमा पनि सुख सुविधा केही छैन, त्यही खाने त्यही सुत्ने। अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। पत्रकार पनि के भएको यार, के भएको यार। एकै दिन हुन पाए होइन होइन। के हो सोधेको छ सबै छोले भयो। सचिवै हो, सचिवहरू र नेता दुइटै हो। तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो। तिमीहरूलाई कोरिया नजाऊ, यहीँ बस भन्न आएको होइन। फेरि यहाँ नडर है, जाऊ भन्न आएको। बरु जाऊ। किनभने किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन। अनि के ठिक हो, म पनि कोरिया छु है अहिले। देश बचाऊ भनेका छन् त जनताले यति बेला त। जनताले भन्यो होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन होइन। अब राजा नआएको पनि त होइन, राजा त थियो त। 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? म वैज्ञानिक होइन, म विद्वान पनि होइन। यदि म मूर्ख नभएको भए
म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म त 2-3 वर्षसम्म गएर हेरौँ के के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो, बिजी भयो क्या। अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो। नगरले त गर्छ होला नि त, अहिले त गर्दैन, यो महानगरले पनि गर्दैन। गर्छु भनेर नयाँ पुस्ता आउनु भएको छ नयाँ नि त। युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो। हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त, अहिले त जनताले पनि हुन्छ होला भनेर भएन के, गर्नु पर्यो। यो कुरा चाहिँ ठिक है, उहाँले हुन्छ भनेर होइन, गर्नु पर्यो। जितेर गर्दैन नि, गरे जितेर त धेरैले जित्यो अहिलेसम्म। लालु शाहले पनि गर्नुभएको, गर्छु भनेर जिते। नयाँले केही न केही गर्छन्। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै। 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि। ठिक हो कुरा त। ल्यापटपले ठ्याक्क अनुहार ठिक्दो रहेछ कि। अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि। यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन, यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। कसैले महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। किनभने त्यत्तिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने? होइन, पाइन्छ। कुट्ने हो, अब कुटेपछि अब के पर्छ त्यो परेको बेहोराउँला। महावीर पुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो। मैले कहिले भनेको छु म वैज्ञानिक हुँ भनेर? अनुसन्धान यो गर्नुपर्छ भन्ने कसैको दिमागमा छैन। 1% नेपालीको दिमागमा होला, बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ। रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ। दाजु केही शब्द बोल्न चाहनुहुन्छ? बोल्न के चाहन्छु भने किताब किनिदिनुहोस् भन्न चाहन्छु। तँलाई पट्याउन दिएको उसले चाहिँ परबिनलाई दिएछ। सुन यहाँ थाहा भइहाल्यो नि, यसलाई मैले ल त पठाइदिएँ भन्ने दिएको, यसले परबिनलाई दिएछ। होइन नसकेर न ठगेर। अनि परबिनले फेरि कालीलाई दिएछ। अस्तिसम्म मलाई थाहा थिएन भने धरानको मान्छे पानी खान नपाएर मर्या रहेछ भन्ने थाहा। पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ मलाई। नसिका मलाई नसिका तेरो शैली नसिका। 68 वर्ष पुग्नु भयो? 69 पुग्यो, अब 70 पनि पुग्छ। वृद्ध भन्दा आउने बेला भएर त ल क्या पक्रे हो मादर चोद। अब त्यो थाहा छैन। इन्जिनियरहरू कस्तो लाग्छ नेपालको इन्जिनियरहरू? तपाईँ त इन्जिनियरहरूसँग काम गरिरहनु भएको छ। यस्तो हो क्या, इन्जिनियर नेपालको मात्र होइन जहाँको पनि इन्जिनियर उस्तै हो। सही हो। सो गाइस तपाईँहरूलाई चाहिँ आजको भिडियो चाहिँ कस्तो लाग्यो? सो भिडियो रियाक्सन पप्पा लाग्यो भने चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ तल है, अनि बेल आइकनलाई प्रेस गरिदिनु होला। र यस्तै नयाँ रियाक्सन भिडियोहरू होइन यो च्यानलमा चाहिँ आउने गर्छ अब चाहिँ होइन रेगुलर। सो त्यही हो गाइज, सी यु नेक्स्ट टाइम। नयाँ भिडियो लिएर आउने छु, त्यतिन्जेलसम्मको लागि मलाई बिताइदिनुहोस्। हस्त नमस्ते, बाबा।